हेलो साथीहरू नमस्ते गुड मर्निङ आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। अनि मैले चाहिँ आज भोइस ओभर गरेको छु किनकि आजको मौसम चाहिँ यस्तो भएको छ नि साथीहरू, यस्तो भएको छ, यति चिसो छ नि दुबईमा। कति चिसो छ नि साथीहरू। मेरो चाहिँ नाइट ड्युटी हो अनि म चाहिँ मर्निङ टाइममा ड्युटीबाट रुममा फर्किँदाखेरिको मौसम हो है साथीहरू। यो चाहिँ हेर्नुहोस् त, यति चिसो छैन साथीहरू, हावा चलेर भन्नुहुन्छ यस्तो चिसो हावा चल्ने होइन। त्यो मैले चाहिँ खासमा ब्लग बनाउनु पर्यो भनेर भिडियो बनाएको थिएँ है। यो ब्लग बनाउने त वातावरणै छैन क्या साथीहरू, यस्तो हावा आउने हो नि, यस्तो हावा आउने हो। यो जो मैले बोलिरहेको छु नि त्यो कुनै पनि ऊ नै हुँदैन कि, हावामै गइरहेको छ। अनि मैले चाहिँ ड्युटीबाट आउँदाखेरि दुध लिएर आएको थिएँ कि साथीहरू। अनि बुढो आउँदै हुनुहुन्छ नि त मलाई लिनलाई, अनि मैले चाहिँ मिल्क बोकेर आएँ चिसो चिसो मौसममा। मिल्क पिनको लागि बोकेर आएको थिएँ। अनि मैले चाहिँ यो चाहिँ फेरि हजुरहरूले बिलिभ गर्नुहुन्न होला, कहाँ कहाँबाट एक्लै एक्लै घुमेर आएको छ यो दुर्गा भनेर भन्नुहुन्छ होला भनेर चाहिँ चेन खोलेर चाहिँ सर्ट देखाएको छु है। म चाहिँ ड्युटीबाटै आएको भन्ने प्रुफ है गाइजहरू। अनि ड्युटीबाट फर्केको म चाहिँ, अनि बुढोको पनि आज मर्निङ ड्युटी हो। अनि हामी चाहिँ बाटोमै भेटेर अनि नास्ता खाएर अनि बुढो उता जानुहुन्छ अनि म रुममा जान्छु भनेर अनि आउँदै हुनुहुन्छ उहाँ पनि। हेर्नु त साथीहरू, यति चिसो छैन नि, यति चिसो छैन। यो पछाडिको ब्याकग्राउन्ड देख्नु, हेर्नु त, ओ माई गड यस्तो चिसो हो नि साथीहरू। यो देखेरै हजुरहरूलाई थाहा भइसक्यो होला। अनि हजुरहरू कति दुबईमा हुनुहुन्छ, हजुरहरू चाहिँ कहाँनिर हुनुहुन्छ, हजुरहरूको ठाउँतिर चाहिँ कस्तो छ अहिलेको मौसम। हामी चाहिँ यता इन्टरनेसनल सिटीमा बस्छौँ। इन्टरनेसनल सिटीमा त आज बिहानको मौसम चाहिँ यस्तो छ है साथीहरू। हेर्नु साह्रै चिसो छ, साह्रै चिसो छ, यस्तो हावा चलिरहेछ नि। हेर्नु त मौसम खुल्ला नै छैन के, एकदम कस्तो त्यो घरतिरको ऊ भइरहेको के मलाई एकदमै चिसो छ। अनि म चाहिँ रुमबाट मेरो ड्युटीसम्म जानको लागि चाहिँ त्यस्तै 15 मिनट जति लाग्छ। म चाहिँ हिँडेरै जान्छु, हिँडेरै आउँछु। अनि हामी चाहिँ जहिले पनि म बिहान 6 बजे आउँदाखेरि बुढो लिन आउनुहुन्छ। अनि त्यसपछि म चाहिँ कहिले चिया, कहिले दुध, कहिले तातो पानी, केही न केही चाहिँ म लिएर आएको हुन्छु। कहिले आफै पिएर आउँछु, कहिले चाहिँ बुढोलाई ल्याइदिन्छु। अनि हामी चाहिँ यहाँनिर एउटा हामीले खाने रेस्टुरेन्ट छ, अनि त्यहाँ गएर नास्ता खान्छौँ। अनि बुढो उता जानुहुन्छ अनि म चाहिँ रुममा जान्छु साथीहरू। यस्तै छ विदेशी लाइफ साथीहरू। नेपाल हुँदाखेरि विदेश 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 भन्यो, विदेश आएर बुढाबुढीसँगै भन्ने नाम मात्रैको हो। यसरी बाटोमा भेटेर हिँड्नुपर्छ है साथीहरू। यस्तै छ, अब तै पनि के गर्नु होइन, अब गर्नै पर्यो। अनि म चाहिँ हेर्दैछु बुढो आउनुभयो कि भएन भनेर हेर्दै आइरहेको थिएँ कि। अनि हामीले त्यो नास्ता खाने ठाउँभन्दा अगाडि चाहिँ जिम छ, अनि त्यहीबाट गइरहेको थिएँ म चाहिँ। अनि मैले यता क्यामेरा घुमाएको त ठ्याक्क मैले आँखाले चाहिँ देखिनँ, ठ्याक्क क्यामेरामा बुढोलाई देखेँ। बुढो त उताबाट आउँदै हुनुहुँदो रहेछ। अनि आज चाहिँ बुढो ड्युटीबाटै जानुहुन्छ, उहाँको बाहिर जानुपर्ने काम छ आज। अनि 2 बजीसम्म ड्युटी गरेर 2 बजीपछि बाहिर जान्छु ड्युटीबाटै भनेर पुकुलो बोकेर आउनु भएछ झोलामा। यस्तो छ, आइसक्नु भयो र भन्दै हुनुहुन्छ कति चिसो, मलाई अहिलेसम्म थाहा छैन दुबईमा यस्तो चिसो भएको, यो फर्स्ट टाइम हो भन्दै हुनुहुन्छ। अनि म चाहिँ के भन्दैछु भने बुढीले यति माया गरेर
दुध लिएर आएको छु, केही रिएक्सन छैन। भिडियो बनाइरहेको छु, हिजोतिर भिडियो नबनाउँदा चाहिँ टाढैबाट आई लभ यु बुढी, गुड मर्निङ बुढी भन्ने मान्छे आज चाहिँ केही रिएक्सन छैन भनेर भनेको ठ्याक्कै चुप्पा गरिदिनु भयो है साथीहरू। अनि उताबाट मान्छेले देखे अनि हामी हाँस्यौँ। अनि हामी रेस्टुरेन्टभित्र गएर नास्तासास्ता खाएर आफ्नो आफ्नो बाटो लाग्यौँ है साथीहरू। ओके बाई बाई।